त यसले छैन थिचे ल हेर्नु त साथीहरु भक्कर दुध खायो अनि दुध खाएर निकाल्दा पनि भ्याइसक्यो यो के खरायोको आँखा खुले हैन कहिले आँखा खुल्छ कहिले दाँत देखाउनु त मुसाको दाँत जस्तै छ कस्तो क्युट छ हेर्नमा मुसाको दाँत जस्तै छ लखा मुसिनो अच्छा त मुसा ठ्याक्क मुसा जस्तै छ हाय साथीहरु हेर्न सक्नुहुन्छ यसको जिउमा चाहिँ कपाल आइसकेको छ अलिअलि ठुलो भइसक्यो ह पहिला भन्दा कति दिन भयो आज भोलि बिहीबार हैन ठ्याक्क भोलि चाहिँ 8 दिन हुन्छ आज चाहिँ ठ्याक्क 1 हप्ता भयो कपाल चाहिँ अहिले यति देखिरहेछ आँखा चाहिँ अहिले खुल्या छैन यसको भन्छ 1 हप्तामा खुल्छ खै कहिले खुल्ने हो यसको आँखा दुध चाहिँ खाएरै यत्रो पेट पारिसकेको छ यो कति मोटो छ आमा कत्रो पेट फुलाको खाएर पेट फुलाइसक्यो हा भाले पोथी थाहै नलाग्ने रहेछ अहिले हैन पछि थाहा लाग्छ यसले चाहिँ धेरै खाएको रहेछ आँखा छैन कता हेर्छ कता हिँड्छ हेर्नु न ए कति क्युट ए सबभन्दा दुलो पातला त त्यहाँ पो छ दुलो हेर्नु एकछिन बस्दैन के चाक कुदे चल्यो गर्छ के आमा अहिले चाहिँ खाएको जस्तो लाग्यो के मलाई जिउ ज्यान छैन पेट चाहिँ टुङलुङ्ग बनाएछ कस्तो क्युट नानी बाबु नानी बाबुहरू क्युट नानी बाबुहरू हेर्नु त कति क्युट हाम्रा साना प्यारा नानी बाबुहरू मुतेको पुरै खुट्टा बिजायो त यसले छैन थिचे ल हेर्नु त साथीहरु भक्कर दुध खायो अनि दुध खाएर निकाल्दा पनि भ्याइसक्यो अहिलेसम्म निकालिरहेछ कति धेरै मुत्या है छैन थिचे बुढो उही पो राख्थ्यो कति धेरै मुतेको पुरै छिटा परायो त माउ चाहिँ कुदिरहेछ नक्कली भाउ नक्कली चलेको गर्छ यो चलेको गर्छ यो बहिनीहरु चाहिँ दुध खायो अब यहाँ चाहिँ बस अब यहाँ चाहिँ मजाले यिनीहरू बस्छन्